केही थिएन। यदि नेपालको माओवादी हुन्थ्यो भने आफ्नो धर्मलाई लात्ती हान्ने काम उसले गर्दैन थियो के। धर्म गुरुहरूलाई मार्ने, धर्मका जुन पनि धामी झाँक्री काम्नेहरूलाई मार्ने। हाम्रो माग चाहिँ ज्यानजीका माग संस्थागत हुनुपर्छ। मागको कुरामा हाम्रो डाक्टर साहबले राम्रोसँग एउटा जो डाक्टर साहबले कुरा राख्नु भएको छ त्यही हाम्रो माग हुन्। 3 करोड नागरिकका माग नै हाम्रा माग हुन्। 3 करोड नागरिकको घर दैलोमा खुसियाली आउनुपर्छ। 3 करोड नागरिकले पढाइ पढ्न पाउनुपर्छ। आज हाम्रा भाइ बहिनीहरू पढ्न नपाएर भारतमा पैसा नभएको कारणले सरकारी स्कुलमा पनि भर्ना नहुनु पाउनुको कारणले भाडा माझ्न गएका छन्। म त प्रत्यक्ष रूपले भारतमा घुमेर आएको छु नि, बसेर आएको छु नि, उनीहरूसँगै बसेर उनीहरूसँगै सुतेर काम गरेर आएको छु। त्यो स्थिति मेरो होइन, गाउँघरमा थाहा छ सबैलाई होइन। त्यो स्थिति मेरो होइन। म इन्डिया दुबईमा गएर पनि उनीहरूसँगै बसेर आएको छु। मैले श्रीलङ्काका मजदुरहरूको लागि पनि लडेको छु, अनि तपाईँको बङ्गलादेशको मजदुरहरूको लागि पनि लडेको छु, भारतका मजदुरहरूको लागि पनि लडेको छु। त्यो त म त्यो ठाउँमा काम गर्दाखेरि दुबईमा छँदाखेरि मजदुरहरूले देखेको छ होइन। त्यो भएर के छ भने म यतिसम्म पनि मान्छे हो कि मजदुरलाई धेरै हेला गरेको एउटा। ठिक छ, अब सरकारले यी मागहरू पूरा गर्न प्रतिबद्धता जनाओस्। सम्बन्धित निकायले सरकारले हाम्रा 3 करोड नागरिकका मागहरू पूरा गरोस्। 3 करोडको इच्छा चाहना के छ त्यो हिसाबले सर्वभौम हिसाबमा सबैलाई एक ठाउँमा ल्याउने हिसाबले, सबैको इच्छा जे छ माग छ पूरा गर्ने हिसाबले, सबैलाई एक ठाउँमा ल्याउने हिसाबले, ओकटिने हिसाबले अगाडि बढोस् सरकार। धन्यवाद। होइन भने हामी त्यो हिसाबले काम ठिक छ, अब सरको सुनाम भन्दिनु न। मेरो प्रकाश रावल हो, घर अछाम हो।